आमाको उपहार च्यानलमा हजुरलाई स्वागत छ। यस च्यानलमा विशेष गरी बेबीहरूको लागि फुड रेसिपिज, किड्स एक्टिभिटिज, प्रोडक्ट रिभ्युज अनि बेबी केयर सम्बन्धी टिप्सहरू हुनेछ। यदि यस्तै खालको भिडियोहरू हजुरलाई आवश्यक छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। आउने दिनहरूको भिडियो सबैभन्दा पहिला हजुर कहाँ आउनेछ। आज मैले फापरको नुडल या बुकेट नुडल बनाउन लागेको छु। यो चाहिँ मैले फर्स्ट टाइम देखेको पनि अनि लिएको पनि फर्स्ट टाइम हो। अनि यो बनाउन गइरहेको छु। यो चाहिँ प्योर फापरको पिठो र पानीको मात्रै बनेको भनेको छ है। त्यो कारण पनि यो मैले बच्चालाई दिन आँटेको छु। पानी राम्रोसँग तातेर उम्लिसकेको छ। यहाँ म अलिकति नुनलाई पनि अहिले नै एड गर्दैछु। अब यो लगभग पाकिसकेको छ। यो पाकिसकेको छ। अब म यसलाई राम्रोसँग धुनेछु। मैले यो नुडललाई राम्रोसँग धोएर पनि बच्चाको लागि यसरी सानो सानो चप गरेको छु। त्यसै गरेर मैले यो नुडलमा एड गर्नलाई यो अरू पनि चप गरेर रेडी गरेको छु। घिउलाई राख्दैछु। घिउ राम्रोसँग तातिसकेको छ। म 2-4वटा मात्रै जिरालाई फ्राई गर्नेछु। अब यसैमा मैले अघि चप गरेको प्याज, अदुवा लसुनको पेस्ट, यो बाँकीलाई पनि म यहाँ एड गर्दैछु। यो ब्रोकाउली, यो अलिकति नुनलाई पनि मैले राखेको छु। अब म यहाँ नुडललाई एड गर्दैछु। यो चाहिँ राम्रोसँग पाकिसकेको छ। हेर्दा एकदमै यम्मी यम्मी देखेको छ। यो रेडी भएर पनि मैले फ्रुट्सहरू एड गरिसकेको छु। मामाम र अन्त्यमा रेटिङ गर्नुपर्दा मेरो बेबीको साइडबाट 7 आउट अफ 10। अनि यो नुडललाई मैले पनि खाएको थिएँ र मेरो साइडबाट चाहिँ 9 आउट अफ 10। मलाई चाहिँ एकदमै मन पर्यो। भिडियो हेरिदिनु भएकोको लागि धन्यवाद।